तिमी अग्ली होइनौ। वास्तविक समस्या भनेको ती 7वटा खराब बानी हुन् जसले हरेक दिन तिम्रो अनुहार बिगारिरहेका छन् र तिमीलाई यसको थाहा पनि हुँदैन। नराम्रो कुरा, यदि अहिले नै सुधार गरेनौ भने तिमी आवश्यकभन्दा छिटो बुढो देखिन थाल्छौ। त्यसैले यस भिडियोमा म तिमीलाई ती 7 बानी के हुन् र कसरी सुधार गर्ने भनेर देखाउनेछु। राम्रो कुरा के हो भने यी उपायहरू सजिला छन् र केही हप्तामै नतिजा देख्न थाल्छौ। सुरु गरौँ। पहिलो, अनुहार छोइरहने बानी। यो सबैभन्दा सामान्य खराब बानी हो। तिमीले ध्यान पनि नदिइकन दिनमा 30 देखि 50 पटकसम्म आफ्नो अनुहार छोइरहेका हुन्छौ। अनुहार चिलाउने, ठुरीमा हात राख्ने, आँखा मिच्ने, सबै मिलेर समस्या बनाउँछ। समस्या के हो भने तिम्रा हात फोहोर हुन्छन्। तिमीले दिनभर फोन, टेबल, ढोकाको ह्यान्डल, अरू धेरै कुरा छुन्छौ। त्यही फोहोर र ब्याक्टेरिया सिधै छालामा पुग्छ। नतिजा? पिम्पल, बन्द पोर्स, चिल्लो छाला। अनि सबैभन्दा खराब कुरा, यही कारणले ब्रेकआउट भइरहेको छ भनेर तिमीलाई थाहा पनि हुँदैन। समाधान? सजिलो छ, सचेत बन। जब पनि अनुहार छुन मन लाग्छ, आफैलाई रोक। हात बारम्बार धुने बानी बसाल र अनुहारबाट टाढा राख। जति कम छोइरहन्छौ, छाला त्यति सफा हुन्छ। 2. एकातिर मात्रै चपाउने बानी। यो सुन्दा अचम्म लाग्छ, तर यसले समयसँगै अनुहारको संरचना नै बदल्न सक्छ। यदि तिमी सधैँ च्युइङगम, खाना वा स्न्याक्स एकैपट्टि मात्रै चपाउँछौ भने त्यो जबडा बढी विकसित हुन्छ। वर्षौंमा यसले अनुहार असन्तुलित बनाउँछ। अनुहार असमान देखिन थाल्छ र असिमेट्री आकर्षण घटाउने मुख्य कारण हो। सानो फरक पनि, जस्तै एउटा गाला ठूलो देखिनु अनुहार बिग्रिएको जस्तो देखिन्छ। समाधान? दुवैपट्टि चपाउने बानी बसाल। च्युइङगम खाँदा केही मिनेटमा साइड बदल। खानामा पनि त्यस्तै गर। यसले जबडा सन्तुलित राख्छ र अनुहार आकर्षक देखिन्छ। 3. पर्याप्त घाम नपाउनु। तिम्रो शरीरलाई घाम चाहिन्छ। भिटामिन डी मात्र होइन, टेस्टोस्टेरोन, ऊर्जा र छालाको चमकका लागि पनि। यदि तिमी सधैँ कोठाभित्र बस्छौ, गेम खेल्दै वा फोन स्क्रोल गर्दै, छाला फिका र निस्सासिएको देखिन्छ। आँखा निस्तेज हुन्छ, मुड घट्छ र त्यो स्वस्थ आभा हराउँछ। दुईजनालाई तुलना गर। एकजना बाहिर समय बिताउने, अर्को सधैँ भित्र बस्ने। बाहिर जानेको छाला चम्किलो, आँखा उज्यालो, शरीरमा ऊर्जा हुन्छ। भित्र बस्ने थकित, फिका देखिन्छ। कसलाई मानिसहरूले बढी ध्यान दिन्छन्? तिमीलाई घन्टौं घाम खानु पर्दैन। दिनको 15 देखि 20 मिनेट पर्याप्त छ। बिहान हिँड, बाहिर व्यायाम गर वा बाल्कनीमा बस। छाला चम्किन्छ, ऊर्जा बढ्छ, अनुहार जीवन्त देखिन्छ। तर सनस्क्रिन लगाउन नबिर्स। 4. खराब निद्रा। निद्रा नै शरीर मर्मत हुने समय हो। जब तिमी सुत्दैनौ, तिमी थाकेको मात्र होइन, थाकेको देखिन्छौ पनि। कालो घेरा, सुन्निएको आँखा, निस्तेज छाला। एक रात नसुतेपछि ऐनामा हेर, अनुहार कस्तो देखिन्छ? सुन्निएको, थाकेको, बेजान। अब सोच, हरेक दिन त्यस्तै भयो भने के हुन्छ? धेरैजसो केटाहरू यही गरिरहेका छन्। समाधान? निद्रा सुधार। 7 देखि 8 घण्टा सुत। प्रत्येक दिन उही समयमा सुत्ने प्रयास गर र सुत्नुभन्दा 1 घण्टा अगाडि स्क्रिन बन्द गर। फोनले मेलाटोनिन बिगार्छ। राम्रो निद्रा बराबर सफा छाला, ताजा अनुहार, स्पष्ट जबडा। 5. धेरै क्याफिन। कफी आफैमा नराम्रो होइन, तर धेरै भयो भने समस्या हुन्छ। दिनमा 3 देखि 4 कप पिउँदा शरीरलाई असर पर्छ। पहिलो, क्याफिनले शरीरलाई सुक्खा बनाउँछ। पानी कम हुँदा छाला सुक्खा, थाकेको र बुढो देखिन्छ। दोस्रो, निन्द्रा बिगार्छ। तेस्रो, प्राकृतिक ऊर्जा घटाउँछ। समाधान? सीमित गर। दिनमा 1 कप, बढीमा 2 कप र प्रत्येक कपसँग 1 गिलास पानी पिऊ। साँचो ऊर्जा, राम्रो खाना, निद्रा र व्यायामबाट आउनुपर्छ। 6. धेरै तनाव। तनाव स्वास्थ्य मात्र होइन, रूपका लागि पनि खतरनाक हो। यसले कोर्टिसोल बढाउँछ, जसले 3 कुरा बिगार्छ: बोसो बढाउँछ, छाला बिगार्छ र टेस्टोस्टेरोन घटाउँछ। कहिले ध्यान दियौ? परीक्षा वा कठिन समयमा पिम्पल बढ्छ, अनुहार थाकेको देखिन्छ। त्यो तनाव हो। तनाव पूर्ण रूपमा हटाउन सकिँदैन, तर व्यवस्थापन गर्न सकिन्छ। व्यायाम गर, ध्यान गर, हिँड, साथीहरूसँग समय बिताऊ। जति शान्त हुन्छौ, त्यति राम्रो देखिन्छौ। 7. जेनेटिक्सलाई दोष दिनु यो सबैभन्दा खराब बानी हो। धेरैजसो केटाहरू ऐनामा हेरेर भन्छन्, यो त जेनेटिक्स हो,
म केही गर्न सक्दिनँ। यही सोचले नै तिमीलाई रोकिरहेको छ। सत्य के हो भने जेनेटिक्सले आधार दिन्छ, तर तिम्रो खाना, फिटनेस, स्किन केयर, हेयरस्टाइल, निद्रा र बानीहरूले परिणाम तय गर्छ। ट्रान्सफर्मेसन, फोटोहरू हेर, सामान्यबाट मोडेल बनेका। के सबैको जेनेटिक्स पर्फेक्ट थियो? होइन। उनीहरूले आफूले नियन्त्रण गर्न सक्ने कुरामा काम गरे। 80% लुक्स तिम्रो हातमा छ। जेनेटिक्सलाई दोष दिन छोड, सुधार सुरु गर। जिम जाऊ, राम्रो खाऊ, राम्रो सुत, राम्रो लुगा लगाऊ, ग्रुमिङ गर। यही तरिकाले तिमी आफ्नो वास्तविक रूप देखाउन सक्छौ। यति नै। यस्ता भिडियोहरू अझै चाहियो भने च्यानल सब्स्क्राइब गर र बेल आइकन थिच। साथै डिस्क्रिप्सनमा दिएको लिङ्क पनि चेक गर